सबैलाई नमस्कार साथै जय मसी। आज चाहिँ म तपाईहरुको सामु एउटा रिक्वेस्ट लिएर आएको छु। उहाँ चाहिँ मेरो दाजु हुनुहुन्छ, मेरो जेठाजु, मेरो श्रीमानको आफ्नै दाजु सुकमान तामाङ। उहाँको उमेर 32 वर्षको भयो। उहाँ चाहिँ विगत 2 वर्षदेखि रसुवा मैलुङमा हाइड्रो पावर नजिकै रहेको त्यो क्याम्पमा खाना बनाउने कुक काम गर्न जानुभएको थियो रोजगारीको सिलसिलामा, र हिजोदेखि नै उहाँ सम्पर्कविहीन हुनुहुन्छ। उहाँको कुनैमा पनि कन्ट्याक्ट भएको छैन। त्यसकारणले गर्दाखेरि हामी सबै परिवार गाउँवासी निशब्द अनि चिन्तनशील छौं। त्यसकारणले गर्दा यो भिडियो सक्दो तपाईहरुले शेयर गर्नु होला, ताकि रसुवा मिडियासम्म यो पुगोस् र उहाँहरूले खोजी कार्य गर्नुभएको होस् र हाम्रो दाजु लाई भेट्टाउन हामी सफल भएका हौं। त्यसकारणले गर्दा आज हिजोको दिनमा जति पनि घटना भयो हामी सबै चिन्तनशील छौं। जतिजना शोकाकुल परिवार हुनुहुन्छ उहाँहरूलाई परमेश्वरले नि सान्त्वना दिनुभएको होस् र हाम्रो दाजु भेट्टाउनमा तपाईहरुले पनि सक्दो सहयोग गर्नु होला। नमस्ते।